सबैलाई नमस्ते, स्वागत छ मेरो ब्लगमा। म चाहिँ कामबाट टक्क घर फर्किँदैछु होइन। सक्नुहुन्छ मेरो यहाँको भ्यूहरू। टक्क चिसो चिसो मौसम छ अनि घर फर्कदैछु। म चाहिँ रातभरि नाइट ड्युटी थियो आज अनि म चाहिँ घर फर्किँदै हो। अनि त्यो अग्लो बिल्डिङ बन्दैछ नि, त्यहीँनिर हो मेरो रुम चाहिँ। अनि आज मेरो 10 बजेदेखि काम थियो अनि अहिले चाहिँ म साइकलमा घर फर्कदैछु। यस्तो बाटो यस्तो चिल्लो चिल्लो छ, नेपाल कहिले बन्नियो यस्तो खतरा घर रहेछ है त्यहाँ। अनि टक्क बालेनको फुटपाथ, त्यहाँ लसन छ। अनि म चाहिँ यस्तो पारामा साइकलमा टक्क हिँड्दैछु। मेरो भोइस नसुनिन सक्छ राम्रोसँग है, त्यो सुन्या छ भन्ने लागिरहेछ। त्यो चाहिँ बस स्टप हो है, यहाँ बस स्टप। यस्तो बनाइदियो भने पो मान्छेले रोडबाट बाटो काट्दैन होला त ऊ नेपालमा। कहिले बनियो यस्तो। ये बड़ी अच्छी बात कही आप। निम्न लागिसक्यो, म चाहिँ जानुपर्ने हुन्छ होइन। छिटो रेड लाइट बल्दैछ। रेड लाइट बलिसक्यो यहाँ। अलिकतिले नभ्याएको मैले टक्क लाएर। त्यो चाहिँ फोन गर्ने ठाउँ है यस्तो चाहिँ। यो कतै युकेतिर भाइरल छ होइन यस्तो। क्यों बे ओभर एक्टिंग करता है साला, ओभर एक्टिंग की औलाद। गाइस जापानमा नि छौ, म बिहान बिहान कामबाट निन्द्रामा फर्किँदैछु घर। ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा। यस्तै छ मेरो पारा। घर छोडी हिँडे भयो 4 वर्ष। र चाहिँ रेड लाइटमा नि म हिँडिदिन्छु है। कहिलेकाहीँ चाहिँ रुल्स पनि फलो गर्दिनँ म। के को बिहान बिहान चाहिँ 4 को गाडीहरू धेरै हुन्छ। टक्क लाएर यहाँ मान्छेहरू कामबाट नाइट ड्युटी गरेर फर्किँदैछन्। अब यहाँ मेरो लाइट खुल्ला छैन है, त्यहाँ चाहिँ केटीहरू टक्क छन् है गाइज। अब एकछिन पर्खन पर्ने हुन्छ। म चाहिँ यहाँ तपाईँहरूलाई यो भ्यू देखाउँछु है। यो चाहिँ मिराई ब्याङ्क हो अरे, खानसाई मिराई गिङ्को अरे। म त फेरि खतरा पढिदिन्छु त। अनि फेरि लाइट खोलेपछि म त्यो बाटो हुँदै जान्छु है। यो चाहिँ जापानको पुरानो पसल जस्तो लाग्छ है मलाई चाहिँ। यो चाहिँ फेमस छ क्या यहाँको निकै, त्यही भएर हो कि जस्तो लागेको मलाई चाहिँ। अब खुल्न लाग्यो है मेरो, अब खोलिन्छ। अब चाहिँ म जानुपर्ने हुन्छ। यहाँ केटी देख्न सक्नुहुन्छ। ए बोय, तरुनीहरू 2 जना चढेका छन् साइकलमा चट्ट लाएर। यसरी साइकलको यात्रा गर्ने हो बिहान बिहान। म चाहिँ यस्तै 7-11 भन्नेमा काम गरेर घर फर्किँदै हो है। यो हो कि पुरानो पसल चाहिँ यो। यहाँ मेरो साथी काम गर्छ, बहिनी पनि काम गर्छ यसमा। यो चाहिँ ओसाकाको जुसो स्टेसन भन्ने हो है, यहाँको लाइनको। म चाहिँ यहाँ बस्छु। अब म
अन्डरग्राउन्ड प्रवेश भइसकेको छु। अब मैले साइकल पेल्नु पर्ने हुन्छ। यतापट्टि KFC छ भने यतापट्टि मिस्टर डोनट छ। डोनट आधी ठाउँ चाहिँ खुल्ला छ, आधी ठाउँ चाहिँ बन्द छ। यो हिगासी भन्छ, यो साथी छैन रहेछ। जताततै छ हौ पसलहरू गाइस। यता फ्यामिली मार्ट, यता 7-11। यो बिल्डिङ चाहिँ छ नि गाइस, यसको कथा सुनाउँछु है त म। यो बिल्डिङ चाहिँ म रुम सर्दाखेरि भर्खर त्यो जग हाल्न लागेको थियो है। लगभग म रुम सरेको 6 महिना भयो, 6 महिना 1 वर्ष भयो। त्यति नहुँदा यत्रो बनाइसक्यो कि लगभग 25-30 तला बनाइसक्यो। अनि त्यसको 3D डिजाइन छ यहाँ, म तपाईँहरूलाई देखाउँछु है। खतरा छ यसको। यहाँ चाहिँ यो यस्तो हुन्छ, यस्तो बन्छ रे। पुरा 3D डिजाइन। मेन चाहिँ यो बन्न लाग्यो के, सेम यस्तै बनाएर छोड्छ यिनीहरूले। यो चाहिँ ओसाका सिटी। अब चाहिँ मेरो रुम नजिकै आइसक्यो है। म चाहिँ जापानको भेन्डिङ मेसिन हो। यता पनि छ, यताबाट पनि देखिन्छ है। हो बाघ गाइस, बाघ। अब चाहिँ यही हो है मेरो रुम चाहिँ। टक्क लाएर आइसक्यो। यो रातो घर हो। तपाईँहरू पनि आउन सक्नुहुन्छ भन्दै मेरा 2-4 शब्द यही टुङ्गाउन चाहन्छु। मेरो ल्याम्बोर्गिनीबाट चाहिँ म होइन ओर्लिसकेको छु। देख्न सक्नुहुन्छ मेरो ल्याम्बोर्गिनी हो यो। ऐसा कैसे हो सकता है? यस्तो छ। अब चाहिँ म ल्याम्बोर्गिनीको चाबी लगाउँदैछु है। देख्न सक्नुहुन्छ मेरो ल्याम्बोर्गिनीको चाबी हो यो। यहाँ अरूहरूको पनि रहेछ, फरारीहरू है। अनि यो त्यही होन्डा गाडीहरू। अब चाहिँ म रुम प्रवेश गर्दैछु। चाहिँ मेरो के पनि आएको रहन्छ है। यो चाहिँ नयाँ रुम हुन्छ, यस्तो हुन्छ। अनि यसो टक्क चाबी खोल्ने, छिर्ने बित्तिकै यस्तो हुन्छ। यहाँ चाहिँ लाइट छैन है। अहिले म चाहिँ अर्काको रुममा छिरेको छु। यस्तो हुन्छ रुम चाहिँ। AC हुन्छ टक्क लगाएर। यो चाहिँ खाली रुम हो है। मैले खाली रुमको भिडियो बनाएर देखाउँदैछु। यता लाइट अहिले छैन। अनि यता टक्क बरन्डा छ, वासिङ मेसिन राख्ने। यत्रो हुन्छ। यहाँ चाहिँ दराज रहेछ। राम्रो देखाएको छैन होला। अनि यस्तै छ। यहाँ चाहिँ किचन, यता बाथरुम। यता अहिले बत्तीहरू जोडिएको छैन क्या, अन गरेको छैन। अँध्यारोले केही देखेन, पछि देखाउँछ है। जे होस् यस्तो हुन्छ। टक्क लाएर म चाहिँ मास्लो फ्लोरमा हो कि, मास्लो फ्लोरमा हो। अनि टक्क लाएर अब चाहिँ म मेरो रुममा आइसकेँ। मेरो रुम चाहिँ यही हो। अनि मेरो अपार्टमेन्टको चाबी हो। गाह्रो हुने रहेछ त ब्लग बनाउँदै। एउटा हातले त मोबाइल समाउनु पर्यो गाइस। मेरो रुमको अवस्था यस्तो छ गाइस, देख्न सक्नुहुन्छ एकदम नाजुक अवस्थामा छ मेरो रुम चाहिँ। अनि यता पनि नाजुक अवस्थामा छ। केही मिलाएको छैन, हिजो यत्तिकै कामबाट गएको। अनि अब मिलाएर टक्क खानासाना खाएर
सुत्नु पर्ने हुन्छ। मेरो चाहिँ नाइट ड्युटी थियो अनि मेरो नाइट ड्युटी सकाएर आइसके। अनि अर्को भ्लगमा भेटौँला गाइज है। बोल्दा बोल्दा मेरो चाहिँ कहिले काहीँ जिब्रो पनि लडपडिन्छ। बाई। मेरो रुममा भगवान पनि छ है गाइज, देख्न सक्नुहुन्छ। टक्क एक दर्शन दिनुहोस् अनि हामी छुट्टिन्छौँ। म हो तपाईहरुको प्यारो मित्र को होला गाइज। यदि भन्दै मेरो 2 स्टार शब्द यही टुङ्ग्याउन चाहन्छु। हस् त, नमस्ते, जय नेपाल।